तर्फबाट यो सरकारलाई समर्थक रहनेछ। अहिलेका गृहमन्त्री सुदन गुरुङलाई चाहिँ हामीले यातायातको तर्फबाट चाहिँ हामी साथ समर्थक र राज्यप्रति हामी सहयोग गर्नेछौँ। तर यातायातको बिचौलिया दलाल यसरी छ नि मासतिर चाहिँ तपाईँको छ नि अलिअलि लडबडिएर चाहिँ ढाका टोपी लगाएर चाहिँ चिल्ला बनेका छन्। तलतिर चाहिँ हिजो महेन्द्रनगरमा एकजना आयो, त्यो गुटका खाँदै यो पनि टिप्ने गरौँ साथी, यो चाहिँ भएन, यो छ नि यो फोहोर पनि टिप्ने गरौँ। हाम्रो मान्नेछु आशिका दिदीले दिएको थियो फेरि, दिदी त होइन त बहिनी हो फेरि मान्नेछु। यो सबै पनि मानौँ हामी चाहना, यो नखाउँ। तपाईँको फल, तपाईँको किडनी, तपाईँको कलेजोमा असर पर्छ यसले। यो इन्डियाले अर्थतन्त्र लगाउँछ, तपाईँ चिया मेगाश्री फेरि गम चपाएर खान्छ, ल्याउ बसेर छ नि भोलि फेरि हामीले सहयोग उठाउनुपर्छ। यो चिज जम्मा गरेर ठुलो दुर्घटनामा 300 फिट तल 200 फिट तल झरेर बितेका चालकलाई यो खाएको पैसा रुपियाँको सहयोग गर्ने हो हामीले। के कसो साथी हो यसले अगाउँछ र यसले त इन्डियाबाट छ नि नेपाली जनता छिटो मरोस्, नेपालको पैसा छिटो इन्डियामा आओस्, अनि भारतीय गाडीमा छ नि 45 दिने श्रीलङ्काको छ नि मासु र छ नि सागसब्जी नेपालमा जाओस् भनेर अहिले सम्माननीय प्रधानमन्त्री बालेनज्यूले छिमेकी देशको फलफुल नखाने आशा भनेर भनेछ। हो नखाने, हामीहरू तरुल किटै खाने होइन, जुम्लाको चौरीबुडी खाने, कमसेकम 5 वर्ष 10 वर्ष त आयु बढ्छ। अनि तपाईँको सामान टन्न बोकेर आउँछन्, सबैले छाडा छोड्छन्। यिनीहरू 72 घन्टा यहाँ खान गर्नुपर्छ। छिमेकीको देशको गाडीले बसलाई पनि असर परेको छ, 1 नम्बर सडकमा असर परेको छ। हामी हाम्रो देशको गाडीको संरक्षण गर्छौँ। तपाईँहरूले भन्नुहोला हामीले यत्रो गराउँदा के पायो भने 5-7वटा चिज पाएको छ। अनि त्यो इम्बोसम्म छ नि ऊ त्यो स्कुटी देखाउनु न, त्यो स्कुटी हो कर्णाली प्रदेश 02 होइन। हिजो लुट्नु खोज्यो त्यो 25 सेन्सको है, मैले 30 को दर खाने दिन गएर छ नि होइन, आज 30 को दर खाने दिन यो रिपोर्टर्स क्लबमा छ नि पूर्व सुरक्षा कर्मीले मलाई बोलायो। अब म बोल्नै पर्यो भनेर बोल्दाखेरि मैले के भनेको थिएँ भने हाम्रो दिदीबहिनीहरू चटक्क हेर, वर्ष दिनको छ नि श्रीमानको तनाव, वर्ष दिनमा छ नि माइतीको याद आएर दर खानु गइरहँदाखेरि हाम्रो दिदीबहिनी भन्दा पनि चटक्क सजेको त्यो स्कुटीको नम्बर हेर्नु न, यहाँ इमोसम्म भनेर ल्याएको छ यी दलालहरूले। त्यो 25 चाहिँ हामी तिर्दैनौँ, 4 पङ्ग्रेको 25 तिर्दैनौँ। अनि यहाँ छ नि यहाँ किङ राजाले, यो अमेरिकाको राजा हो कि सोभियतको राजा हो थाहा भएन है, हेर्नुहोस् त्यो किङ गाडीको 3600 बचायौँ। अनि त्योभन्दा पनि महत्त्वपूर्ण कुरा नेपालको पहिचान लिपि सम्पदा र देवनगरी लुट्नु खोजेको थियो, सर्वोच्चले छ नि खारिज गरेको छ। सर्वोच्च अदालत र ती न्याय बावजुद जनता र देशको लागि राष्ट्रभक्ति काम गराउने न्यायाधीश र अधिवक्तालाई यातायात चालकको तर्फबाट सक्यौँ भने हामी भदौमा तपाईँलाई बोलाउने बेलामा सम्मान गर्छौँ। हाम्रो देवनगरी पहिचान बचेको छ। पैसा त छोड्नुहोस्, हामी साइली माइलीकोमा गए पनि चालकले धेरै पैसा खर्च गर्छन् है। मै गएर के खायो भने नि पुरोसनले के खाने भन्छन्, मजाले पनि 8-10 हजार खुवाउँछन् है। अनि गएर पोट खेलौँ अनि हामी रमाइलो गरौँ भने सबै खर्च गरौँ। तर यो संस्थालाई केही गरौँ भने नि सहयोग गर्नु न, यो गाडीलाई पेट्रोल हाल्नु पर्यो। हेर्नु न, म मेची महाकाल गएर आयो भने अनि यसरी मलाई निन्द्रा लागेको छ भनेर तर्किँदा भाग्छ है। साउले भन्यो भने लुरुक्क परेर छ नि म अहिले भएन अर्को टिपमा छ नि त्यो पनि मेको भएर बुझाउँछु भन्छ। अब साउले चाहिँ एग्रिमेन्ट गरेर 35,000 40,000 को तलब गर्नु पर्छ। र जुन यो होटलमा बासी भात खुवाएको जुन कम्प्लेन आएको छ नि साथी हो, चालक साथी हो, तपाईँ लामो दुरेर छ नि त्यो रौ मिसेर छ नि यो गोरुसिंहतिर छ नि बासी भात खुवाएको छ नि कम्प्लेन आएको छ है। त्यहाँ भत्ता कम गर्नु 250 को भात खुवाउनुहोस्
होइन भने भोलि यातायात चालकले फेरि होटल खोल्छ ठाउँ ठाउँमा 250 मा मर्ने गरी छ नि बुवामा दाजुभाइलाई छ नि 300 खुवाएको छ अनि उहाँ पेट गडबड भएर गाडी रोक्नु न भन्दाखेरि तेरे भरि फर्किनु छ भनेर उहाँ एक्सिडेन्ट दबाएको गर्छ आरामले जानुहोस् त्यो टिप नपाए पनि भोलिको टिपमा लिएर आउनुहोस् ज्यान भन्दा केही छैन ज्यान छ भने संसार छ ज्यान छैन भने सम्पत्ति पनि छैन त्यो होटलले दिएको भत्ता पनि केही काम लाग्दैन अनि फेरि पूर्वतिरको नयाँ गाडी आउने बित्तिकै चालकसँग त्यो गाडी चलाउनलाई चाहिँ 5 लाख 3 लाख लिने प्रथा छ पूर्वतिरको साउले विचार गर्नुहोस् है चालकसँग पैसा हुँदैन सक्षम र छ नि छवि भाका र छ नि अनुभवी चालक छ भने गाडी दिनुहोस् होइन भने नदिनुहोस् हामी जनता जनार्दन हौ विजय लामाले भनिसक्यो पाइलट भन्दा पनि मा पाइलट हो चालक हो रोल्पा छ नि रुकुम र छ नि उहाँ रसुवाको ठाउँमा रिन्ची लिने उयो बगैया के अरे बगैया बगै छेउमा छ नि यसरी नै गर्ने यहाँ चाहिँ रिन्ची उठाएन त्यहाँ चाहिँ चितुवारा हात्ती उठाउँदो रहेछ सबै गाडीले साइड गरेर हो त्यसलाई चाहिँ रसुवामा क्या खुड्किलो जस्तो छ बाटो 11 खुड्किलो यता रोल्पामा 9 खुड्किलो छ त्यहाँ गाडी चालकले चाहिँ कसरी गरेर लान्छ अनि त्यो घुम्तीहरूमा छ नि बजाउनलाई छ नि टाढा ठुल्नु गर्ने हरन यिनीहरू सेलिब्रेटीको लागि खोल्छन् क्यारेज खोल्छन् त्यो पेसेन्जरको हाम्रो बुबा आमा दाजुभाइ भगवान्हरूको झोला र पोकापोकी राख्ने हो नि अनि उनीहरू चाहिँ देखाउँछन् यो त्यो भनेर लुटेको चिज नदेखाउने पैसा लिएको नदेखाउने सेटिङ गरेको नदेखाउने अनि हरन खोलेको देखाउँछ अनि हिजो पछाडि म आउँदाखेरि भागेको थियो क्या त्यहाँ के भारती भन्ने थियो वरिष्ठ हवलदार हो ट्राफिक है अब अहिले त मतलब त्यो झल्लर पो खोलेको देखाएको छ तिमीहरूको घरको छ नि झ्यालमा लगाएको होइन क्या तिमीहरूको छ नि सोखको लागि लगाएको होइन हाम्रो चिनारी र पहिचानको लागि हामीले लगाएका हौ गलत चालकलाई छ नि हत्कडी लगाऊ गलत चालकको लागि छ नि हिरासतमा राख गलत चालकको लागि पूर्वपक्ष राख फेरि अहिले यो भनिरहँदा हाम्रो चालकहरू भनेर छ नि थप्री बोलाइरहेछ यो यातायात चालक एक ट्राभलले लाइसेन्स नभएको चालकलाई स्ट्रिङबाट हत्कडी लगाएर मामा घर पठाउँछ कमसेकम तालमा खाओस् है अनि मापसे लपसे गरेर के गरेछ हामी चालकलाई थाहा छ विश्वको चालक जस्तो छ नि बाटो कोही पनि हुँदैन त्योभन्दा 1 नम्बरको बाटो यो ट्याक्सी ड्राइभर हुन्छ विश्वकै उसले सबैलाई बोक्छ क्या न्यायाधीश पनि बोक्छ मन्त्री पनि बोक्छ प्रधानमन्त्री पनि बोक्छ सांसद पनि बोक्छ नेता पनि बोक्छ सुकेरी पनि बोक्छ घाइते पनि बोक्छ है त्यो भएर हामीले अब मापसे लोपसे गर्ने चालकलाई पनि जरिवाना होइन 3 वर्ष जेल हाल्नुपर्छ 3 वर्ष चालकसँग पैसा हुँदैन के 50,000 के 10,000 अनि यता मान्नेज्यू छ नि भर्खरको युवा के नाम हो यो जुम्लाको म अनु के नाम हो र म त फेरि नाम लियो भने फेरि मलाई त फेरि कारवाही गर्ला होइन अब मान्नेज्यू जुम्लाको मान्नेज्यूलाई हिजो यातायात विभागमा गएर पूर्व छानेले लिएर गइरहँदाखेरि तपाईँको गाडी तपाईँलाई सुरक्षाको लागि 1.5 वर्ष सानो पूर्व छानेले अभियानमा योगदान गरिरहँदा हिजो तपाईँले बोल्नुभयो निशा दागी मान्नेज्यू मेचीबाट र जुम्लाका सांसद ज्ञानबहादुर साई म त नाम भन्दिनँ है उहाँलाई अब ट्राफिकले सेटिङ गरेर यो बबईमा र यता सल्यान र कता मुगुतिर पिटबाट जुन लिने सेटिङमा त्यसलाई चाहिँ 1 लाख भन्नुभयो तपाईँले 5 लाख गर्नुपर्छ किन यिनीहरूलाई 27% बढाएको छ त्यो भएर हामी चालकबाट लुटिएकोहरूलाई हत्कडी लाउनुपर्छ अब चालक एक भएर हामी अगाडि बढ्छौँ नीतिमा बस्छौँ
यहाँ धेरै बाबु भैया बनायौँ अनि हिजो पार्टीको लागि बोकेर जाने हामी ड्राइभर होइन। काङ्ग्रेसलाई बोक्ने, माओवादीलाई बोक्ने, एमालेलाई बोक्ने, रासपालाई बोक्ने अनि उनीहरूको कार्यकर्ता पनि बोकेर जान्छ। हामी पार्टी होइनौँ, हामी धर्मको कुरा गर्दैनौँ, हामी जातीय कुरा गर्दैनौँ, हामी चालकको कुरा गर्छौँ। बिस्तारै यता देखाउ, यता हाम्रो छ नि फर्केन हो, फर्काइरहेछ के फर्का हो होइन, के फर्का पुवर खप्तडी। तर यो अहिले यो जुन छ नि भनिरहँदाखेरि तपाईँहरूलाई लाग्दो होला पूर्व छाने मनगन्ते कुरा गरेछ। अनि कतिले भन्छ पूर्व छाने गु हो, सुन चिन्नु सकेन भने गाह्रो है। 4 करोड सकाएर लडिरहेको छु म, तपाईँहरूसँग कसैसँग लिएछु ओ त्यसमा गर भाइ कुर्सी हो लिएछु, तपाईँ कुर्सी हो लिएछु, तपाईँसँग लिएछु मैले कसैसँग। तर मेरो 2.5 करोड चिन्ता गरी बेचेर यहाँ सुर्खेत गराछु। दलालहरू होसियार, एकाएकका दलाल होसियार, बाख्रामा हेर यसो गर्छ, सेतो टोपी र कसैको सोट भने नि ल हेर्नुहोस्, यहाँ सबैले हेर्नुहोस्। तपाईँहरू छ नि चालकले दुःख गरेर कन्ट्राक्टरले पैसा उठाएपछि तपाईँहरू कमिसन खाएर मात्रै सुकिलो भएर हिँड्ने, साउले छ नि चालकले चाहिँ दोष मात्रै लाउने, प्रहरीले चाहिँ प्रतिवेदन बनाएर पुल बक्सेर जेल हाल्ने। अनि के रहेछ मकै कानुन छ तिमीहरूको बाउको हो, कानुन तिमीहरूको बाउको हो भने म नेपाली हुँ, नागरिकता छु, चालक हुँ, लाइसेन्स छ, लाइसेन्स लाउने लाइसेन्स लिने चालकलाई दुर्घटना हुँदाखेरि गाडी पनि लानु पाउँदैन, चालकलाई पनि थोड्न पाउँदैन। जब जिल्लाबाट फैसला भएपछि अनि जेल खाना जाने हो कि यति वर्ष भनेर छ नि गल्तीमा छ नि सजाय गर्ने हो क्या। अनि अन्तर्राष्ट्रिय घुम्छन् अनि यहाँ ठुल्ठुलो कुरा गरेर खालि चालकलाई मात्रै राख्छन्। त्यो भएर यहाँ हेर्नुहोस्, सत्यबाट बोलिरहेको छु, सत्यको एक दिन जित हुन्छ। तपाईँ चालक अब हामी साउनको 5 गतेबाट आह्वान गर्छौँ तपाईँहरूलाई र हामी काठमाडौँ खुल्ला मञ्चमा बोलाउँछौँ। आउनुहुन्छ नि, पूर्व छानेर बोलाएर आउनुहुन्छ नि, आउनुहुन्छ नि, 1 दिन 2 दिन गर्छ होइन, अब आउनुहोस्, हामी आह्वान गर्छौँ। र अर्को कुरो तपाईँलाई बोलाएपछि मात्रै छान्यो गर्नु होला। अब कसैले भनेको बुझुस देख्यौँ, यहाँ छ नि मजदुर सङ्गठन बनाएर छ नि पैसा तिर्यौँ, यो भनेर तिर्यौँ, उभेर तिर्यौँ, हामीले केही पनि पाएनौँ। अब नतिर्ने उहाँ यहाँ छ नगरपालिका पनि नतिर्ने, किनभने हामीले गाडीले कर तिरेछौँ, हामीले लाइसेन्सको कर तिरेछौँ, रोडको छ नि कर तिरेछौँ। त्यहाँ टेन्डर किन त्यहाँ मलाई अघि रोक्दै थियो के भनेर भनेको गरेर सर्लकको साइड लाग्यो। म त किन दिँदैन, मलाई पनि हात खुवाउनुपर्छ तिनीहरूले। हाम्रो चालक र शौचालयको उयो टोइलेट छ नि, टोइलेटमा कति लिन्छ? अब आर्सीका तामाङले ल्याउनु पर्छ चल्छ। हाम्रो सांसद मान्नेज्यू हिजो छोरा मान्छेले पेसाब गरेको मात्रै देखाउँथ्यो, अब यहाँ छ नि यहाँ सुर्खेतको टोइलेटमा छोरी मान्छेसँग पनि 10 रुपियाँ लिन्छ, छोरा मान्छेले 10 रुपियाँ लिन्छ, कति कम तिर्छ। तर हामीले चालकहरूले तिनी कति लिनु हुँदैन भने लिएर आउँछौँ। आशिका मान्नेज्यू बहिनी हेर्नुहोस् है, तपाईँलाई पनि लिएर हिँड्छौँ म। अब लेखिमा काम यहाँ त अस्ति गऱ्यो, सांसद नभए के फरक पर्दैन, के भयो सांसदले? यहाँ जनताले दुःख पाउँछ, गरिब जनताले, चालकले दुःख पाउँछ। अब आशिका काम पनि आउँछ, उसले भनेछ म पनि सांसदै हुँदिनँ, म त सहयोग गर्ने मान्छे हो भनेछ है, लिएर लिएर आउँछ फेरि। अस्ति म कहाँ गयो एउटा बिमारीको उसमा, तपाईँले भिडियो देख्नुभयो, 11 वर्षको नानीको बोन क्यान्सर, त्यो गएर छ नि पहलको लागि त्यहाँ मैले लगेको थिएँ बुद्धनगर आधारभूत स्कुलमा। दाइ यस्तो अप्ठ्यारो बनायो सांसद बनेर, हिजो सांसद नहुँदा पनि सहयोग गर्नु पार्थ्यो सबैले छ नि। के दिदी रे, के दिदी म भन्छौ होइन, के दिदी भनेर छ नि मलाई उ गर्छ। यो सांसद भएको त केही गर्ने नै नरहेछ, सुकुल र छ नि सिक्रीले पो बाँध्दो रहेछ भने। ए बहिनी हिम्मत गर, हिजो सबै बहिनी भाइहरूलाई हेर्नु कतिजना आएको छ हिजो,
जनताको न्याय मागेर म चाहिँ यहाँ 5 चोटि हड्कडी लगाए, रातोको मुद्दा बोके, धरौटी छ नि तिरे, 4 चोटि एक्सिडेन्ट भए, तर मैले धरौटीमा पनि तपाईँहरूसँग मागे यो पश्चिमको चालक जाकी चालकलाई चाहिँ पनि म त हुने हेर्नुहोस्, तपाईँको प्रहरीलाई रिस उठ्यो कि महाराज मेजिल खान हालिदिन्छन्, लागु औषध हालिदिन्छन्, पसे हालिदिन्छन्, लो पसे हालिदिन्छन्। अब तपाईँ चालकहरूको छेउमा आयो भने किन फिटबाट बस सुरक्षाकर्मी हो त, हामीलाई चाहिँ सुरक्षा दिनलाई यो पर्ची लगाएको भन्नु पर्यो क्या। अनि तपाईँहरू गएपछि यो सेतो टोपी चाहिँ आयो, हेर्नु न दिन्छु पैसा दिनेहरूलाई छ नि ट्याङ छोडिने पैसा नदिने एउटा भाइहरू नि त्यहाँ चालकलाई। यो त पुरै बाटोमा छ नि रागा र भैँसी बाटोमा गयो, उता टोडकाई निरञ्जन दर्जीले टोडक लिएर आइबसेको 4:30 बजे बिहान होइन। त्यो रागा र भैँसी पछाडि सशस्त्र चाहिँ किन गएको त्यहाँ? सशस्त्र प्रहरी चरुवा हो कि यहाँ केही हुन्छ जनता भनेर हेर्ने हो? अनि त्यहाँ रागा र भैँसी लानेलाई छ नि व्यापारीले दिन्छ कि भनेर गयो, टोडकले चाहिँ नि भैँसीलाई छुयो, भैँसीले चाहिँ सहस्त्रलाई नै हानिदियो। अब भैँसीले हानेपछि के गर्छ? अर्नाले हान्यो भने, बाघले हान्यो भने, गैडाले हान्यो भने के गर्छ मान्छेलाई? अनि ती जवानले म बर्दी लगाएको छु, यो भैँसीको पछाडि जानुहुन्न, व्यापारीलाई दुःख दिनुहुन्न भनेर नसोचेपछि एकजनाले ज्यान गुमाए। हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु दुई हात जोडेर चालकको तर्फबाट। र त्यो फेरि अर्को छ नि एउटा छ नि यसो गर्ने, अर्को चाहिँ टक्क लिएर यसरी हाल्ने क्या, यसरी त्यसलाई घाइते बनाइदियो। अहिले निरञ्जन दर्जी जिल्ला प्रहरी कार्यालयमा छ, यदि उहाँलाई जेल हालियो भने हामी बर्दियाको कारागार हेर्छौँ चालकले। यो म नेपाल सरकारका मान्यज्यू सुनिल लम्साल, सभापति आशिष गजरेल र यातायात व्यवस्थापन गर्ने धनञ्जन कार्कीलाई म छ नि यातायात चालकको तर्फबाट भन्न चाहन्छु, तपाईँ पनि हिजो चालक र चाहिँ गाडीको ढोकामै थियो, तपाईँहरू पनि हिजो बर्दिवासदेखि सिन्धुलीसम्म पैसा उठाएर 35 रुपियाँ तिरेर बर्दिवासदेखि सिन्धुली जाने मै हो। त्यो भएर यो चिजको हेक्का रहोस्। हाम्रो हेटौडामा नाथ 19-15 का साउ जेल बसेको छ र अहिले नाथ 19-15 का चालक सरिलाल सादालाई 4 वर्ष जेल सुनाएको छ। हामी मान्दैनौँ। त्यहाँको घटनामा के खाएर सेतो रेखाभन्दा उता गएर छ नि ठुलो गाडीमा पर्ने, अनि ठुलो गाडीले क्षतिपूर्ति टन्न दिएर चालकलाई चाहिँ जेल हाल्ने। वकिल राम्रो हुनु पर्यो, त्यहाँ प्रहरीले मिसन राम्रो बनाउनु पर्यो। जान्दैन भने म मास्टर बन्छु भनिसकेको छु त। सबै ठाउँमा छ नि मेची महाकालदेखि म ट्रेनिङ गराइदिन्छु। अनि बाटोमा छ नि 2-4 जना देख्छन् सेतो टोपी लाउने है, बाटोमा छ नि गएर गाडीलाई सिधै यसरी गर्छ। त्यसरी नैन, मैले मेचीमा भनेको थिएँ गाडीले देख्दैन, फेरि गाडीको आँखा हुँदैन, ड्राइभरको छ नि टायर खुस्किनु सक्छ, चालकले गाडी चलाइरहँदा ब्रेक फेल हुन सक्छ। भोलि तपाईँ कहाँ आयो भने यो संसारबाट फेरि राम नाम सत हुनुपर्छ है, राम नाम सत हुनुपर्छ। त्यो भएर सेतो टोपी आकाशे रङ र निलो प्यान्ट लाउनेलाई बन्दा लगाएर बुर्के चालकलाई के भएको छ, चालक निदा छ कि निदा छैन भनेर यसमा चाहिँ ध्यान आओस्। त्यो चितुवा र बाघ लिनेमा नहिँड्नुहोस् है। आउँदैछु त अहिले, आउँदैछु मुगु सबै ठाउँको सदरमुकाममा गएर सिडिओ साहब, एसपी साहब, मान्यज्यू र त्यहाँ गाउँपालिका अध्यक्ष र नगरपालिका अध्यक्षको नम्बर राख्छौँ। अब हामी चालक छ नि अनपढ छैनौँ, त्यो भएर विडम्बना छ। 74 मा जब यसलाई मार्यो त्यसपछि मैले गाडी चलाउन छोडेको। अहिले पनि हेर्नुहोस् यो काक्रो बिहारले हेरेछ,
यो चाहिँ कर्णालीको बसले हेरेछ, यो कुनै प्रणालीले हेरेछ, समितिले हेरेछ। साथी, हामीले साथी गुमाएका छौँ। साथी त्यो हेर्छन् यहाँ पूर्व छाने आक्रोश भयो भने होला मेरो साथी र मेरो परिवारको मान्छे यसरी गुमाएको छ। 1040 को चालक यज्ञ बहादुर खड्का सर्लाही निवासी। अनि तपाईँहरूले छ नि बाटोभरि तिर्नुपर्ने, ठाउँ ठाउँमै तिर्नुपर्ने, यो भएर छ नि। हेर्नु त यता बिचरा कहाँ हिँडेको, हेर्नु बिचरा हाम्रो सुरक्षाकर्मी भाइ। जस राज्यले हेरेछ है, अहिले चाहिँ टेन्सन नगर्नु है। त्यो भएर छ नि हाम्रो दाजुभाइ नै हुन्, उहाँलाई अलिकति अड लाग्यो होला, तर हाँसेर चाहिँ गएको छ। अब चालकले पनि न्याय लिने भयो भनेर, किन हाम्रो श्रीमती छ पछाडि, हाम्रो बालबच्चा छ पछाडि, हाम्रो बुबा आमा छ, तर कसैले हेरेन। किन? यिनीहरूले हेरेको भए पूर्व छाने यहाँ आउनु पर्थेन। मोहत्तरीको पूर्व छाने हेर्नुहोस् यसरी मारेको छ। ल हेर्नुहोस्, अनि कालीकोट निवासी हेर्नुहोस् न, यो तपाईँहरूकै छिमेकी जिल्ला। यो पाङ्ग्रेलाई, यो पाङ्ग्रे यसलाई मैले सुनिल शर्माको अस्पताल केएमसीमा 19 दिन गाडी राखेर बोरे चौकी, भक्तपुरको बोरे चौकीमा मिलन केसी एसपीसँग अपराधी दिनुहोस्। त्यो अघि मारेको चालक र यो चालक एउटै अपराधी हो, अपराधी दिनुहोस् भनेर मागिरहँदाखेरि यो साथीलाई कालीकोट भद्रबहादुर मल्ल कालीकोट निवासी 8593 75,000 हामीले सहयोग गर्यौँ। उहाँको जिल्ला र उहाँको सदरमुकाम पनि जान्छु। तर एक दिन मलाई म घरदेखि आउँदाखेरि मलाई कलङ्की पुगाउनु पर्छ भनेर भाग्छन्। हेर्नुहोस्, यसले 120 टाका टाका लगाएको याद गरेन। यसले सानो पूर्व छानेलाई त्यागी भएर उपचार गरेको देखेन। ठिक छ, मलाई कति दुर्व्यवहार भएको छ, मलाई कति गाडीले के गरेछ त्यो मलाई थाहा छ, तर हामी चालकेको हौँ। अब म मेची महाकाली हिमाल पर्वतलाई जाँदा कोही पनि 1 रुपियाँ पनि दिन्न। अब मैले 2.5 तला घर बेचेको छु, मैले 3टा गाडी बेचेको छु, तर यहाँ हाम्रा चालकसँग लुटेर घर बनाएका छन्। यहाँ चालकसँग लुटेर काठमाडौँमा महल बनाएका छौँ। यो तथ्य रहेछ नि। यातायातको बिचलिया तस्करलाई एक दिन हत्कडी लाएर छोड्छु। त्यही भएर सरकारलाई हेर भनेको छु। हेर हेर, यो त्यतिकै बोले छैन। मलाई पनि परिवारसँग खाना रहर छ, तर म 42 डिग्रीको घाममा हिजो आगोले भुक भुक बोलेर दोधार चान्दनीमा कार्यक्रम गरेर 10 बजे हिँडेको। हामी झन्डै एक्सिडेन्ट परेको थियो। म आफैले चलाउँदाखेरि ग्राभलको उसमा गाडी घुमेर यस्तो धन्न एक्सिडेन्ट भइएन। यो हिसाबले हामी नेपालगञ्ज आयौँ, नेपालगञ्ज कार्यक्रम गऱ्यौँ। कोहलपुरमा गर्छु भन्दा अलिकति ढिलो भयो र अहिले हामी राति बिच बाटोमा बस बसे र अहिले कोहलपुरमा आवाज दिइरहँदाखेरि हामी एक हुने कि नहुने साथी हो? एक हुने नहुने? एक हुने हो नि। तपाईँहरूले एकजना संयोजक दिनुहोस्, जिल्ला संयोजक, एकजना दुर्घटना संयोजक दिनुहोस्, एकजना केन्द्रीय सदस्य दिनुहोस्। अब चालकको लागि हामी काम गर्छौँ। हामी पाले भएर हामी 24 घण्टा बस्छौँ, कसैले बोक्नु पर्दैन। तिमीहरूले त जेल र पूर्वपक्ष मात्रै हाल्यो। अनि एउटा घटना हेर्नु नि, यहाँ बर्दियाको हेर्नु त,